यदि तपाईहरु पनि बागलुङदेखि सुप्पा देउराली अर्घाखाँची जाने इच्छा छ भने यस भिडियो मार्फत कोरिडोरको बाटो हुँदै बागलुङदेखि रिडी गुल्मी हुँदै अर्घाखाँची सुप्पा देउराली लान गइरहेको छु। कृपया तपाईहरुले पनि यो फुल भिडियो हेरेर तपाईहरु पनि यसरी नै जान सक्नुहुन्छ। सो आज हामी बागलुङ बजारदेखि सुप्पा देउराली अर्घाखाँची जाँदै छौं र यसमा हामी आज बागलुङ बजारबाट सुप्पा देउराली कति किलोमिटर लाग्दो रहेछ त भन्ने यस भिडियो मार्फत हामीले देखाउने छौं। र कालिका मन्दिर, कालिका माताले रक्षा गरुन्, आजको हाम्रो यात्रा सफल रहोस् त्यो भन्दै हामी कालिका मातालाई दर्शन गर्दै यहाँबाट छुटिन चाहन्छौं। र यसैगरी हाम्रो बागलुङको सान झोलुङ्गे पुल, बागलुङदेखि पर्वत जोड्ने झोलुङ्गे पुल ल हामी चाहिँ बागलुङ बजार कट्न लाग्यौं। अब बागलुङको गेट चाहिँ पार गरेर पर्वततिर लाग्दै छौं। र मालडुङ्गादेखि बलेवासम्मको कोरिडोरको बाटो बन्दै गरेको कारणले गर्दा हामी यहाँबाट कुस्मा बजार निस्केर कैयाको पुल तरेर पुनः बलेवा निस्किँदै छौं। हामी यदि तपाईहरु पनि बाइक अथवा स्कुटरमा हुनुहुन्छ भने त्यसै गर्दा राम्रो बेटर हुनेछ। अहिले बाटो बन्दै गरेको कारणले गर्दा यदि तपाईहरु गाडीमा हुनुहुन्छ भने चाहिँ अभियसली मालडुङ्गाको बाटो नै जाँदा म प्रिफर गर्छु। हाम्रो भिनाजु राइडर हुनुहुन्छ आज राइट लिएर कुस्मा बजारको हाइवेलाई छोडेर हामी भित्र पस्दैछौँ। ल यताबाट पोखरा जान्छ भने हामी यताबाट पुलतिर निस्किँदैछौँ र हामीले चाहिँ पुलमा आइसक्यौँ। यो पुल तर्नी हो। ल सक्नुहुन्छ दुईजना सुस्त लानु है, चिप्लिन्छ चिप्लिन्छ आस्ते जानु। र हामी पारी जाँदै गरेको बलेवा यतापट्टिको सिर्सुवा पर्वतै परो र भिनाजुले पुल तार्दै हुनुहुन्छ। मलाई डर लाग्दाखेरि पछाडि चढ्न चलाउने र के अरे चढ्नुमा धेरै फरक हुँदो रहेछ। र यहाँ तलपट्टि कालीगण्डकी छ। हामी यही कालीगण्डकीको तिरैतिर आज गुल्मी रिडी हुँदै कहाँ गएर बस्छौँ भन्ने अब जाँदै गएपछि हिँड्दै गरेपछि फिक्स होला। र उहाँ पारिपट्टि देखिने त्यो पुल हो बन्जी जम्प हान्ने पुल, बन्जी भनौँ न। र यतापट्टि सुन्दर दृश्य मोदी खोला। र हामी बलेवा टेक्दैछौँ। ल फाइनल्ली हामी बलेवा नेर आएर बलेवाको एयरपोर्ट भन्दा अलि तल नेर आएर कोरिडोरको बाटो टच गरेका छौँ। र यसरी हामी कोरिडोरको बाटो एक नम्बरको बनाएको अहिले यस्तो मजाका गाडी हिँड्छ नि। अहिले बाटो पनि एकदम चाक्लो पनि छ। र यो बाटो हाम्रो बुटोलसम्म जान्छ अरे यो बाटो, कोरिडोरको बाटो रेडीसम्म चाहिँ पिच छ, रेडीबाट उता पनि पिच छ। र हामी चाहिँ रेडी हुँदै रेडीबाट हामी माथि जान्छौँ। फाइनल्ली कुस्मिसेर आइसकेका छौँ। तल यता तल हिँड्नु। अनि रेडी मिर्मी चाहिँ यता भयो र यता चाहिँ हामी यो चाहिँ कुस्मिसेरा। यहाँ थोरै बाटो बनाउन बाँकी छ। यहाँ पुल हाल्ने होला सायद, त्यही भएर अहिले यो बाटो त्यत्तिकै छ। र पछि चाहिँ पुल हालेर यो कोरिडोरको बाटो अझ ठुलो बनाउँछ पक्का। एउटा पर्वतको कुन ठाउँ हो थाहा भएन एक्ज्याक्टली। सिधै होइन र यस्तो गाडीहरू हिँड्छ मजाले होइन। यो चाहिँ नुहाराको गाउँ, नुहाराको बजारै भनौँ न, मिनी बजार भनौँ न, नुहाराको मिनी बजार। यो बेलबगर नि भन्दो रहेछ, बेलबगरको नुहारा होला सायद, बेलबगरको नुहारा बजार होला सायद होइन।
र तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ अलिकति अफरोड छ, यहाँ पुल अलि ठुलो पुल हाल्ने भएर होला यो सायद यो उ नगरेको। र ऊ पारिको देखिने चाहिँ गुल्मी वारी चाहिँ हामी बागलुङको जैमिनी। र अब बागलुङदेखि गुल्मी जानको लागि हामीलाई जम्मा 2 सेकेन्ड होइन बढी 3 सेकेन्ड भनौँ न, 3 सेकेन्डमा गुल्मी टेकिन्छ। बाटो चाहिँ यस्तै छ हजुर, हेर्नुहोस् के हार्नुहुन्छ। ल पुल चाहिँ यही हो, जैमिनी कटेर जैमिनी बागलुङ कटेर आइयो हामी गुल्मीमा। वेलकम टु गुल्मी। गुल्मी चाहिँ साह्रै रमाइलो ठाउँ छ है, लाइफमा चाहिँ एकचोटि घुम्न पर्छ गुल्मी। यस यहाँ गाडी पखाल्ने ऊ पनि रहेछ सिस्टम। गुल्मी मलाई पहिल्यैदेखि आउन मन लागिरहेको थियो, म 2 फेरि आइसकेँ यहाँ अलि उतासम्म। र अहिले चाहिँ हामी अर्घाखाँची जाँदैछौँ, यही बाटो हुँदै गुल्मीको रेडी हुँदै अर्घाखाँची पुग्दैछौँ। र यहाँबाट हामीलाई रेडी पुग्नको लागि 41 किलोमिटर छ। ल फाइनल्ली हामी पूर्तिघाट आइसकेका छौँ। ल यसै गरी हामीले यहाँ पूर्तिघाटको बोर्ड देख्न सकिन्छ। यहाँबाट तल जाने भने पूर्तिघाट बजार गइन्छ। बजार जाने हो र माथि आडै जाम भयो, तल जाने भने पूर्तिघाटको बजारतिर आएर गइन्छ, माथि आडै जाने भने अब सरासर बजारभन्दा माथि आएर गइन्छ। र हामी पूर्तिघाट बजार लिएर आइसक्यौँ। यी पूर्तिघाट एकदम पपुलर ठाउँ हो यो, बजारभन्दा माथिबाट गइरहेको हौँ हामी अहिले। र यहाँबाट गाडी साडी सब पाउँछ होला सायद, नट स्योर है, कहाँको मान्छेहरू आइरहेको हुन्छ यहाँ। तर मान्छे टन्नै खन्ने गुल्मीमा, यो धेरै ठाउँको सदरमुकाम टाइपको होइन क्या पूर्तिघाट। र यसरी देख्न सक्नुहुन्छ है कस्तो राम्रो छ पूर्तिघाट। डु भिजिट है गाइज। हे त्यहाँ पानी स्याहार, म यताबाट हिँडेर जान्छु है, हिँडेर जान्छु म। ल त्यहाँ अलि पुल छैन नि त, त्यही भएर म ऊ यताको पुलबाट हिँडेर जान्छु। र भेना चाहिँ यहाँ अलि आत्तिनु भएको अवस्था छ। र अब एकछिनमा म चलाउँछु। र हाम्रो भेनाजीले चाहिँ खोलो तार्दै हुनुहुन्छ, म चाहिँ यताबाट हिँडेर जान्छु। अब बाटो खतम छ। पूर्तिघाटको साइडमा चाहिँ एउटा खोला छ, त्यो खोला चाहिँ अलि स्कुटरहरूको लागि खुट्टा टेक्न पर्यो भने त भिजाउँछ। त्यही भएर म चाहिँ यो सानो पुलबाट जाँदैछु। र हाम्रो भिनाजु उहाँबाट आउँदै हुनुहुन्छ। र हाम्रो भिनाजु उहाँबाट आउँदै हुनुहुन्छ, सट्टै ल्याइदिनु भयो के अरे, राइडर हुनुभयो भिनाजु, राइडर। र यो चाहिँ पूर्तिघाट, यहाँ अलिकति फोहोर बनाएर रहेछ पूर्तिघाटमा। र उतापट्टिको सहर चाहिँ राम्रो छ। ल यसै गरी भिनाजु आइसक्नु भएको छ, खुट्टा टेक्नु भएन। यो चाहिँ हामी के झर्ना हो क्या, यो के झर्ना थाहा भएन होइन, तर यो हिँड्नु न पारी। लोकमार्गहरू छ पारी, हामी चाहिँ अर्बेनी आइसक्यौँ। अर्बेनी आइसक्यौँ हामी। यहाँ के लिएर यस्तो कालो फाटै कालो किन, अर्बेनीको गाउँ होला सर। यहाँ के बनाउनु लाग्यो जग्गा, सुनेको अन्तै मायालाई छौरेर न त साँच्चै हो कि हल्ला सुनेको भन्ने ठाउँमा आउन लागिसक्यौँ हामी। हर्मीचौर आयो हामी, हर्मीचौरको पारिपट्टि मिर्मी, उताको स्याङ्जा, यो चाहिँ गुल्मी। हर्मीचौर आइसक्यौँ हामी। र यहाँबाट गुल्मीको गुल्मी भन्न के अरे मिर्मी आइयो हामी फाइनल्ली। ऊ हाँडो क्या हेर्ने, ऊ हाँडो ऊ त्यो डाँडा हेर्ने हो। मिर्मी मुनि काली थुनेको अन्तै माया लाग्छ कि मायाले, साँच्चै हो कि ढाँटे खाइयो नि। यहाँ रोक्नु
हेर्ने भाइ रोक्नु कि तलै जाने कि यहाँ हेर्ने छ त्यहाँ हो क्या थुनेको त्यो यहाँबाट कहाँ निकालिन्छ थाहा भएन है त्यो चाहिँ डु रिसर्च गाइज अब हामी मिर्मी मुनि काली थुनेकोमा ठाउँ जाँदैछौँ र यहाँबाट अलिकति अलि अगाडिबाट झर्नुपर्छ तल र यहाँबाट हामी तल मुखो जाँदैछौँ मिर्मी मुनि काली थुनेको र यहाँबाट सिधै जानुभयो भने तपाईँ रेडी पुग्नुहुन्छ भने यहाँबाट तल जानुभयो भने मिर्मी मिर्मी मुनि काली थुनेको होइन यता पानी त कहाँ अन्त ठुलो छ नि तलै यस्तो 4x4 बनाएछ नि यो तपाईँको ठेला हो दाइ ए 4 जम्मा हुँदो रहेछ त्यहाँ त पुरै यो चाहिँ हाम्रो स्याङ्जा त्यो पर्वत होइन दाइ ऊ त्यो पर्वत होइन र स्याङ्जै परो यताको गुल्मी यताको स्याङ्जा ए पर्वत कहाँबाट सकिन्छ त उता ए उतै पर्छ म त उयोलाई पर्वत गराइरहेको थिएँ हुन्छ अनि यो बाटो कहाँ जान्छ नि यो बाटो ए पर्वत रानीपानी हुँदै जान्छ ए बुटोल त जान्न यताबाट बुटोल त जान्न ए तर छिटो चाहिँ यताबाट हुन्छ नि कालीगण्डै कोरिडोर ओके हामी चाहिँ अब मिर्मीबाट फर्किसकेका छौँ अब यहाँबाट हामी जान्छौँ कालीगण्डकी कोरिडोर माथि छोएर गुल्मीलाई छोएर फेरि त्यहाँबाट रेडी जान्छौँ हामी रुद्रबेनी आइसकेका छौँ देख्न सक्नुहुन्छ तपाईहरुले दृश्य रुद्रबेनीको पुल र रुद्रबेनी बजार आई थिंक फाइनल्ली यहाँबाट अब रेडी जान धेरै लाग्दैन होला सायद हैन यहाँबाट यता जाने अनि कहाँ पुग्छ रे यता गलकोटतिर जाने कता कता यता हामी यता हो नि त हामी जाने यता हो रेडी जाने यहाँबाट यता चाहिँ उता जान्छ के वामी टक्सर कता जान्छ के कला हजुर यसलाई गोल्मी नै हुन्छ फाइनली हामी रेडी आइयो गाइज तीनमुखे पुल रेडीको पाल्पा स्याङ्जा र गोल्मी देख्ने र यता पर पाल्पा उता पर उता पर पाल्पा यता पर गोल्मी उता पर र यसै गरी देख्न सक्नुहुन्छ तपाईहरुले रेडीको पुल फाइनली वेलकम टु रेडी बजार यता गोल्मी हो यता पाल्पा हो यता स्याङ्जा सो हामी चाहिँ हस्केस पाल्पामा पर्छ हैन पाल्पामा पर्छ हैन गायत्री मन्दिर र पाल्पाको प्रसिद्ध मन्दिर हामी ब्याक टु रेडी बजार आइसकेका छौँ र यताबाट पाल्पा जान सकिन्छ भने यताबाट हामी अर्घाखाँची जान सकिन्छ र यो सानो गल्ली चाहिँ यहाँबाट पनि छिर्न सकिन्छ अथवा उताबाट पनि छिर्न सकिन्छ माथिको बाटो अब हामी लाग्यो सुपा देउराली
बाटो चाहिँ यस्तै रहेछ हेर्नु ल यसै गरी हामी चाहिँ यो ठाउँमा आइयो कुन ठाउँमा थाहा छैन तर बाटो चाहिँ यहाँबाट यस्तो यो माथि पनि जाँदो रहेछ तर यहाँबाट पनि जान्छ अरे गाडी तर मेसो पाइन्न रे हामी चाहिँ यो पिच बाटो हुँदै जाँदैछौँ तपाईँहरू नि मेसो पाउनुहुन्छ के अरे आएको बेलामा चाहिँ मेसो पाउनु भएन भने तल्लो बाटो लाग्नु होला बाटो सहिलो अरे र हाम्रो यहाँ भेना चाहिँ यस्तो हुनुभएको छ यस्तै गरी कन्न चिरदेखि पाउसम्म सेतै सेतो हुनु र यसै गरी हामी दुर्गाफाँट आइसकेका छौँ रेडीबाट हामीलाई दुर्गाफाँट आउनको लागि 33 किलोमिटर लागेको थियो यही बाटो आएका थियौँ र हामी चाहिँ यहाँबाट सुब्बा देउराली जानको लागि 23 किलोमिटर यहाँबाट देखाएको छ र यहाँबाट निकै ठाडो छ भन्ने कुरा आएको छ र यहाँबाट तम्घास जानको लागि 30 किलोमिटर र सुब्बा देउराली जानको लागि 23 किलोमिटर देखाएको छ यहाँ म्यापमा ओ माई गॉड र फाइनल्ली हामी नरपानी अर्घाखाँचीको नरपानी आइसकेका छौँ र यहाँबाट जम्मा 3 किलोमिटर सुब्बा देउराली मन्दिर पुग्नको लागि 3 किलोमिटर बताइएको छ र आज हामी हाम्रो बसाइ भनेको यही नरपानी बजारमा हुनेछ र यहाँबाट भोलि बिहानै उठेर सुब्बा देउराली मन्दिर जानेछौँ र फाइनल्ली हामी नरपानीको रिजोर्ट भेटाइसकेका छौँ र आज हाम्रो बसाइ भनेको यही हुन्छ र हामीलाई चाहिँ अहिले यहाँ बेलुकाको 5:42 गएको छ र रिजोर्ट चाहिँ एकदम दामी रहेछ एकदम मन पर्यो मलाई भ्यू पनि टक्क सबै हिमाल देखिन्छ अरे बिहान त्यो पनि देखाउने छु गाइज म र 2000 रुपियाँमा हामीले रुम पनि फेला पारिसकेका छौँ रुम भने यस्तो दामी रहेछ अनि तातो पानी पनि आउँछ भनेको छ यहाँ र हामी आज त्यही बस्छौँ One day later. सो गुड मर्निङ फ्रम नरपानी र यहाँबाट तपाईँहरूले देख्न सक्नुहुन्छ माछापुच्छ्रे धौलागिरी एमटी एभरेस्टदेखि लिएर सम्पूर्ण हिमाल देखिन्छ यहाँबाट र यस्तो छ दृश्य र नरपानीको रिजोर्ट चाहिँ एकदम दामी रहेछ भ्यू पनि मिठो आउने रहेछ र अब चाहिँ हामी यहाँ रिजोर्टबाट छुटिन्छौँ र हाम्रो सामानहरू चाहिँ यहीँ छ अहिले फेरि यहीँ आएर हामी सन्धि खर्क हुँदै अनि अर्घाको माथि अर्घा भगवती टेम्पल भिजिट गरेर हामी आज बागलुङ पुग्न छ र तपाईलाई मैले यो भिडियोमा सुब्बा देउरालीसम्मको मात्र यात्रा देखाउने छु र यो नरपानी भन्दा अलि थोरै तल आएपछि यस्तो सम्म दामी ठाउँ रहेछ यहाँ तपाईहरुले पनि देख्न सक्नुहुन्छ अब यहाँबाट सुब्बा देउराली देख्न सकिन्छ र तिमी आँट म पुराउँछु भन्थे देउताले भन्ने साँच्चीकै हो रहेछ र सुब्बा देउराली मन्दिरको किम्वदन्ती के रहेछ भन्दाखेरिमा एकजना लाउरेले चाहिँ लाउरे म लाउरे हुम भनेर चाहिँ मन्दिरमा आएर भाक्कल गरेर अनि पछि लाउरे बनेर पनि आएछन् र आएर मन्दिर नगइकिन उनी माथिल्लो बाटो जान खोज्दाखेरि लाउरेलाई चाहिँ लाउरेको सुटकेससितै एउटा भित्तामा लगेर टाँसिदिएको किम्वदन्ती रहेछ र यदि तपाईहरु पनि यहाँ सुब्बा देउराली मन्दिरमा आएर केही कुरा माग्नुहुन्छ र मागिसकेपछि त्यो कुरा पुग्यो भने तपाई फेरि अवश्य पनि मन्दिरमा आएर परेवा अथवा बोकाहरू के गर्नु भएको छ भाक्कल गर्नु भएको छ त्यो चाहिँ अवश्य चढाइदिनु होला र सम्पूर्ण भिडियो हेर्दिएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद।